दर्शकबिन नमस्ते। म आज हजुरहरूलाई मैले फलाएको बैगन देखाउँदैछु कसरी फल्यो, मैले के गरेँ भनेर देखाउँदैछु हजुरहरूको लागि। मैले सबैभन्दा पहिला बैगन यो लगाइसके यो ठुलो बुटो भइसकेपछि यसलाई मैले यसरी यहाँबाट यसरी यहाँ यो यसरी काटिदिएँ, यहाँबाट पनि काटिदिएँ। यसरी काटिदिएपछि सकेपछि यसबाट यति धेरै हाँगाहरू पलायो आफै हैन। यी हाँगा पलाइसकेपछि यसबाट निस्केका अरु हाँगाबाट बल्ल यसमा कति राम्रो अलि अन्त कति राम्रो फल्छ। यसरी पहिल्यै हाँगा नकाट्ने ठुलो अग्लो बुटो हुन्छ र अनि अलि कम फल्छ है। अनि यसरी काटिदिइसकेपछि बुटो पनि होचो हुन्छ, जम्मा हाँगा धेरै हाल्छ अनि ती हाँगाबाट यसरी फलिराखेको छ। हेर्नु त एउटै हाँगोमा यसरी दुईटा तीनटा यसरी एउटै यति धेरै फल्छ यसरी। हेर्नु त यसरी फलिराखेको छ। यहाँ पनि त्यस्तै गरी एउटा त कहीँ पनि छैन, दुईटा तीनटा यसरी फलिरहेको छ। अन्त यसरी हाँगा काटिदिएपछि त्यसबाट जम्मै बुटो पनि सानो छ। ल हेर्नु बुटो ठुलो पनि छैन तर फलहरू धेरै छ। त्यस्तै अर्को पनि छ त्यस्तै हेर्नु है। यस्तै गरी मैले अर्को यहाँ पनि बुटो सानो छ तर फलहरू यसरी धेरै यसरी फलिरहेको छ। यसरी गर्नुभयो भने थोरै एरियामा सानो बुटोबाट पनि धेरै फलाउन सक्नुहुन्छ। यसको लागि यस्तै सुरुमा एकचोटि हाँगा काटिदिएपछि यसबाट अरू हाँगा फलाएर ती हाँगाबाट ती धेरै फल्छ। हेर्नु त एउटा त्यस्तै यहाँ पनि यो पनि त्यस्तै गरेको। यहाँ धेरै चाहिँदैन। हेर्नु त यसको मैले हाँगा यसरी काटिदिएको थिएँ, यहाँ यसरी काटिदिएको थिएँ, यहाँ यसरी काटिदिएको थिएँ। यसबाट फेरि हाँगा पलाएको, यसको पनि यसरी काटिदिएको थिएँ। यसैबाट फेरि हाँगा पलाएर यसरी फलिरहेको छ। यसरी फलिरहेको छ, यसरी फलिरहेको छ। हजुरहरूले पनि यसरी पहिला सानैमा अलिकता माथि बुट्टा आइसकेपछि यसरी हाँगा काटिदिनु भयो भने यसरी हाँगा काटिदिनु भयो भने अनि फेरि धेरै हाँगा पलाउँछ र राम्रो फल्छ। यसरी फलिराखेको हुन्छ। ल यसरी फल्छ। हजुरहरूले पनि यस्तै गर्नुभयो भने धेरै लामो समयसम्म खान सक्नुहुन्छ। अनि यो बुट्टालाई हजुरहरूले पछि फेरि काटिदिनु भयो भने अर्कोचोटि आइसललाई पनि यही बुटोमा फेरि हाँगा पलाएर यसैमा फल्छ। आइसल पनि फेरि रोपिराख्नु पर्ने जरुरी पर्दैन। यही नै बुट्टाबाट फेरि आइसल पनि फल्छ। पछि यो फलेर भइसकेपछि यसको हाँगा काटिदिनु होला अनि फेरि अर्कोचोटि फेरि फल्छ। यस्तै गरी गर्नु होला। ल हजुरलाई कस्तो लाग्यो हेर्नु कति राम्रो फलेको छ। फल्यो धेरै मिहिनेत पनि चाहिँदैन। यति दिमाग लगाइसकेपछि यसले घरलाई खान पुग्छ। धेरै बुट्टा चाहिँदैन, दुईटा बुट्टा भयो फलाफल पुग्यो। यस्तै गरी गरेपछि अब मैले टिप्छु।